साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले प्रवेशद्वारमा गरिसकेका छौं। तपाईहरुले देख्न सक्नुहुन्छ अनि यहाँ भित्र पनि हेर्न सक्नुहुन्छ थारूहरुको संस्कृति परम्परा यस्तो छ। टुरिस्टै प्रोग्राम कस्तो छ यहाँ आगो जोडिरहन् अनि यता चाहिँ थारूहरुको देउता मान्ने ठाउँ भनौं। अनि यो चाहिँ धानहरु राख्ने थारूहरुको भकाडी अनि यो चाहिँ देख्न सक्नुहुन्छ तपाईले जातोहरु भन्छ यसलाई चाहिँ। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ एकदम पहिलेको संस्कृतिहरुलाई समेटेर बनाइएको छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ मुखियाहरुको भेला भएको छ भनौं। त्यसैगरी यहाँ देख्न सक्नुहुन्छ अनि हामी आज तपाईलाई प्रत्यक्ष सबै देखाउँछु थारू संस्कृतिमा के कस्तो गरिएका हुन्छन् भनेर। फुल भिडियो हेर्नु होला हजुरहरुले चाहिँ है। एकदम इन्टरटेनमेन्ट र मनोरञ्जन हुने चाहिँ थारूहरुको समुदायमा यसरी मलाई लाग्छ कि धामी झाँक्री गरेर के गर्छन् होला जस्तो लाग्छ। अनि यहाँ देख्न सक्नुहुन्छ थारूको समुदायहरुमा यस्तो गरिन्छ एकदम हाम्रो छ। देख्न सक्नुहुन्छ थारूहरुको नाचको संस्कृति हो यो चाहिँ नाचगानको लागि गरेको। अनि यहाँ पनि भित्र पनि छ हामी भित्र पनि पस्ने छौं। एकदम खतरा छ। यहाँ भित्र पनि चुलोहरु गरिएको छ भने यहाँ पनि पूजासुजा गरिएको छ देउताहरुको भने यता चाहिँ छुट्टै खालको गरिएको छ तपाईले देख्न सक्नुहुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरु यता पनि पुरानो परम्परालाई समेटिएको छ यहाँ चाहिँ हैन। यहाँ डोगोहरु बुन्न लागेको त्यसपछि के भन्छन् अब त्यो मलाई सबै कुराहरु थाहा छैन। देख्न सक्नुहुन्छ यसरी पहिला थारू संस्कृतिमा चाहिँ गरिएको थियो। अनि त्यसैगरी एकदम यहाँ पनि त्यस्तै भनौं। अब चाहिँ हामी चाहिँ गर्छौं म चाहिँ बाहिर निस्किएको छु र अर्को थारू संग्रहालयमा चाहिँ प्रवेश गर्दैछु ड्रेस लाउनको लागि चाहिँ। म भित्र प्रवेश गरे है त साथीहरु। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ यस्तो छ थारूहरुमा। अनि यहाँ पनि छ एकदम खतरा खतरा। म तपाईहरुलाई भित्रै गएर देखाउँछु अझै। यहाँ चाहिँ यस्तो छ चारपाई भनिन्छ हाम्रो पहाडीमा चाहिँ। यहाँ चाहिँ धानहरु राख्ने भकारी थारूहरुको चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यहाँ एकजना थारू आमाले चाहिँ यहाँ खाना बनाएर हैन रोटी सोटी हालेर चाहिँ गर्ने प्रक्रियामा हुनुहुन्छ। अब त्यसैगरी हामी अगाडितर्फ बढ्छौं। एकदम डरलाग्दो छ ठाउँ चाहिँ। अब चाहिँ हामी बाहिर जान्छौं। अब सबै थारूका जति पनि छन् थारू संस्कृतिहरु त्यो चाहिँ यसमा समेटिएको छ। यस मूर्ति मार्फत चाहिँ बनाइएको छ। देख्न सक्नुहुन्छ यहाँ जो कहाँ हो। अब चाहिँ हामी चाहिँ यसै गरी चाहिँ थारूको कपडा लाएर चाहिँ एकछिन चाहिँ फोटो खिच्न जानेछौं। तपाईहरुले जति पनि हेर्नुभयो यो पुरानै थारूको संस्कृति अनि रीतिरिवाज सबै यसैमा पर्दछ। मैले तपाईलाई मूर्ति मार्फत पनि देखाइसके साथीहरु। अनि अब चाहिँ हामी ड्रेस लाउन जाँदै छौं है थारूको। एकछिन पछि म तपाईलाई देखाउँछु कस्तो हुन्छ। यहाँ चाहिँ घुइँचो लास्ट रहेछ त ठाउँ हालै मिलेन कि यता पनि छ थारूहरुको ड्रेस जस्तो पनि यहाँ गर्न मिल्छ। हामीले यहाँ चित्र मार्फत देख्न सक्छौं। अनि हामी एकैछिन भिडियो स्किप गरेर गर्छौं है त साथीहरु। ल सो फाइनली गाइज
हामीले चाहिँ थारू ड्रेस लगाएर रेडी भइसकेका छौँ लगभग 4 मिनट लगाएर चाहिँ। अनि सँगसँगै यता मेरो वाइफ अनि साली चाहिँ यता साइडतिर हुन्छन् भने अनि भाइ पनि छ साइडमा थारू ड्रेसमा फर्स्ट टाइम। क्यामेरा त्यही हो। ओके साथीहरू है त हामी फोटोसोटो खिच्छौँ भिडियो खिच्छौँ अनि त्यसपछि चाहिँ हामीलाई 15 मिनट मात्रै समय छ क्या त्यही भएर चाहिँ फास्ट गर्नुपर्ने हुन्छ हामीले है त। ल ओके माइन्ड नगरिदिनु होला साथीहरू। अब हामी चाहिँ फोटो खिच्न लागेका छौँ। चाहिँ उता खिचिसकेकी छिन्। अब चाहिँ मेरो वाइफको पालो आउँछ त्यसपछि चाहिँ पहिला भाइको पालो आएको छ सेकेन्डमा चाहिँ। अनि यो यहाँ सबैजनाले चाहिँ थारूको पहिचान होइन थारूको संस्कृतिलाई चाहिँ सबैले उयो गरेका छन्। अनि हाम्रो साथी रिसाइछन् एकदम। भाइ चाहिँ उता सब फोटो खिच्दैछ। अब जाऊ फास्ट 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 फास्ट। अब सबिनाको नम्बर लागिरहेको छ त्यसपछि मेरो लाग्छ अनि खिच्दैछौँ। हामी केही समयपछि उ गर्छौँ है त साथीहरू हजुरहरूलाई यो भिडियो देखाएर बिदा हुन्छौँ। यहाँ चाहिँ एकदम राम्रो आएन र साली किन क्यामेरामा ठिक छैन र खिच्दैछन्। अब एकछिनपछि मेरो पाला आउँछ त्यसपछि म पनि खिच्छु है त। ओके।